You will be in my vlog now. Big brother, how was your hot pot? Beautiful. Are you confused? Yeah. क्या दामी हो के कस्तो मजाले झुनाएर राखेछ। हामी चाहिँ भर्खर केमार्ट पुग्यौँ। केमार्ट हाम्रो यहाँ अगाडि छ। उ त्यहाँ चाहिँ AFL को स्टोर छ। सो हे एभ्रीवन, वेलकम टु आवर न्यू भिडियो। सो आज चाहिँ हामी बुढाबुढी चाहिँ हाम्रोसँग मेरो साथीहरूसँग चाहिँ आज हटपट खान जान लाग्छौँ नक्स सपिङ सेन्टरमा। सो लेट्स गो। मेरो साथीहरू चाहिँ त्यहाँ गएर वेट गरिरहेछ है। उहरू अघि नै पुगिसकेको छ। म चाहिँ मेरो बुढीको काम भ्याएको थिएन नि त, त्यही भएर म घर आएर उसलाई वेट गरिरहेको थिएँ। सो ऊ पनि आयो। सो अब चाहिँ हामी बुढाबुढी जान लाग्छौँ र साथीहरू चाहिँ पुगिसक्यो। ल गएर त्यहाँ साथीहरू पनि भेटाउँछु। साथीहरूलाई धेरै वेट गराउनु भएन। ल सो लेट्स गो। सो हामी चाहिँ भर्खरै सपिङ सेन्टर पुग्यौँ। यो चाहिँ नक्सको वेस्टफिल्ड सपिङ सेन्टर हो। नक्समा छ यो चाहिँ। अनि यो सपिङ सेन्टर चाहिँ एकदम ठुलो छ अनि राम्रो पनि छ। अनि युजली हामी सपिङहरू गर्न पऱ्यो भने यही सपिङ सेन्टरमा आइरहेको हुन्छौँ। सो आज चाहिँ हामी यहाँ हटपट खान आएको छौँ हाम्रो साथीहरूसँग। अनि तिनीहरू चाहिँ तल के भन्छ अरे त्यो एरियालाई फुड कोर्टमा गएर चाहिँ उनीहरू वेट गरेछ अरे। सो हामी पनि अब फुड कोर्टतिर जाँदैछौँ। हामी चाहिँ सपिङ सेन्टर पुगेपछि साथीहरूलाई भेटेर सिधै हटपट खान गयौँ। यहाँ चाहिँ मेरो बुढीले हटपटमा के खाने भनेर राखिरहेछ र यहाँ चाहिँ अब मेरो साथीहरू देखाउँछु है। यो बिग ब्रदर, what you are getting? Everything. You will be in my vlog now. You Grab. river. Yeah, grab as much as you can. Well, make sure you make good money on it. What about this chicken? त्यो टेको थियो त्यो हाल्न न त्यसै हुन्छ। हुन्छ चिली सिक or eggs, anything? Big brother, how was your hot pot? Bloody beautiful. You like it? I want more. How was your mic? Awesome, mate. Yeah. Fantastic. How was your hot pot, buddy? But you forgot to order soup. You got fried one. Okay, I'll eat it. Are you confused? Yeah. हामी चाहिँ भर्खरै हटपट खाएर आयौँ। अनि हाम्रो साथीहरूलाई चाहिँ ढिलो भएको थियो, त्यही भएर उनीहरू चाहिँ घर गए। सो हामी चाहिँ यहाँ सपिङ सेन्टर घुम्दैछौँ। अब हामी कहाँ जान लाग्छौँ बुढी? हामी चाहिँ अब क्रिसमसको टप किन्न छ। क्रिसमसको टप किन्न छ, त्यही भएर हामी केमार्टतिर जाँदैछौँ। त्यो हेरौँ कस्तो छ के छ केमार्टमा कति पाइन्छ है। किनकि अहिले काममा पनि अहिले म्यासेज आएको छ कि सबैले सकेसम्म चाहिँ क्रिसमस हो नि त, अहिले क्रिसमसको टी सर्ट लाउन पाइन्छ, टी सर्ट लगाएको हुन्छ भनेर चाहिँ कामबाट पनि म्यासेज आएको छ। सो हामी चाहिँ क्रिसमसको टी सर्ट हेर्न जाँदैछौँ। क्या दामी हो के कस्तो मजाले झुनाएर राखेछ यो सेन्टा बस्ने। के भन्छ यसलाई, मेरो नाम त थाहा भएन मलाई, तर त्यो सेन्टा बस्ने हो त्यो थाहा छ। र गिफ्ट बक्सहरू कति मजाले झुनाएर डेकोरेसन गरेछ क्या। हामी चाहिँ भर्खर केमार्ट पुग्यौँ। केमार्ट हाम्रो यहाँ अगाडि छ। सो अब केमार्टमा गएर चाहिँ हामी टी सर्टहरू हेर्छौँ अनि कस्तो हुन्छ के हुन्छ मन पऱ्यो भने लिन्छौँ, नत्र भए चाहिँ हेरेर मात्र फर्किन्छौँ। सो लेट्स गो टु केमार्ट। सो हामीले टी सर्ट खोजिरहेको छौँ, तर हामीले खोजेको टी सर्ट चाहिँ यहाँ भेट्दैन। त्यो पनि हेर्दैछौँ कता भेटिन्छ। अरू टी सर्टहरू त छ यहाँ क्रिसमसको, तर हामी खोजेको होला चाहिँ भेटेन। सो हामी चाहिँ केमारबाट भर्खर निस्क्यौँ। हामीले चाहिँ खोजेको टी सर्ट चाहिँ भेटाएन क्रिसमसको, सबै हेऱ्यौँ तर हामीलाई जुनवाला चाहिएको थियो त्योवाला चाहिँ भेटेन। सो हामी चाहिँ केमारबाट निक्ल्यौँ। अब चाहिँ हामी अब अर्कोमा जान्छौँ, हेरौँ कुनमा पर्छ थाहा भएन। ऊ त्यहाँ चाहिँ AFL को स्टोर छ, जहाँ चाहिँ AFL को सबै जर्सीहरू पाउँदो रहेछ। त्यहाँ दामी छ स्टोर चाहिँ। अस्ट्रेलियामा फेरि फुटबल एकदम फेमस छ नि त। सो AFL को स्टोरमा सबै टिमहरूको जर्सी प्लस
स्कार्फहरू क्यापहरू के सबै त्यहाँ पाउँछ अरे। हामी चाहिँ केमार्टबाट निस्केपछि अर्को पसलमा जाने भनेको थियौँ, तर यहाँ टाइम भइसक्यो नि त, अहिले 8 बजिसक्यो साँझको। सो पसलहरू चाहिँ धेरै बन्द भइसक्यो रहेछ। सो अहिले चाहिँ अब हामी घर जानु लाग्यो। सो अब चाहिँ सी यू अन नेक्स्ट भिडियो गाइज, एन्ड डोन्ट फर्गेट टु लाइक, सेयर एन्ड सब्सक्राइब।